साथीहरू आई होप सबजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु। आज चाहिँ नेक्स्ट डे आज चाहिँ फाइनल छ गेम चाहिँ साथीहरू। ब्याडमिन्टन चाहिँ भलिबलको चाहिँ यता गरिनु पाएँ उता तम्घास उता नारायण छ त्यो चाहिँ जानु पाएँ। ठ्याक्क भलिबल ब्याडमिन्टन खेल्न जान्छु साथीहरू ठ्याक्क। हिजो चाहिँ भयङ्कर भयो त्यो भलिबल म्याच। उठाएर नदेऊ दबाएर आना नेट सिधै किन होला अर्को गुड दबाएर अलि सिधै किन होला पार हुनु पर्यो नि बिचरा शरीर मारे 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 अय्या हेर्दै चाहिँ हान्नुभन्दा पहिल्यै मान्छे कहाँ छ भने यहीँपट्टि हेरेर पहिला हान्छ पुरै पहिला मान्छे हेऱ्यो नि पहिला त्यही त भने मान्छे देखेपछि थाहा भयो पहिला हेरेर काम साथीहरू ठ्याक्क म त घर जान्छु ठ्याक्क बारमा होइन साथीहरू ठ्याक्क हाम्रो चाहिँ भ्याइयो ब्याडमिन्टन प्रतियोगिता आज दिउँसो चाहिँ ठ्याक्क ट्रफीहरू दिन्छन्। ठ्याक्क हाम्रो आजको प्रथम हुनुहुन्छ हाम्रो माथिको मामा र ऋषि मामा दुइटा काठमाडौँ बस्नुहुन्छ हरि खेल्नुहुन्छ। यहाँ आएर जित्नु त भयो के होइन जित्नु त भयो के फर्स्ट हुन सेकेन्ड चाहिँ हाम्रो ठुलबाबा हुन ठुलबाबाको टिम फर्सीको भयो थाहा होइन साथीहरू ठ्याक्क बारमा हेर्दै गर्नु होला ट्रफी चाहिँ माथि दिन्छन् अरे। अनि भलिबल पनि को हुन्छ हेर्दै गर्नु होला साथीहरू। हामी चाहिँ भलिबल ब्याडमिन्टन म्याच भयो अनि पछि भात खाएर माथि बोर्डिङमा भलिबल म्याच हेर्नु जानु लाग्यो। आज चाहिँ फर्स्ट सेकेन्ड थर्डको हुन्छ अनि पछि ट्रफी गरेर पाउँछ हेर्दै गर्नु होला साथीहरू। चिकन लिनु न बल खेल्छ त गर्ने हैन के हजुर पानी खान पर्दैन नि जित्नु पर्छ केटा बल गाउँछ नि Represent Kementerian Angka 2-0. Angka 3-0. लगातार सर्भिसमा कालीको क्लब बललाई सर्भिसलाई क्यारी गर्न सकेनन्। अर्को एक अङ्क जोड्दै कालीका क्लब जम्मा 4-0।
ल अभिषेक दाई ओहो रिसिभ त फन न कटेन कट ए राम्रो बल गरिदिनु भएको छ नम्बर बल निर्वाण नम्बर बल कालिका क्लबलाई ठहर हुन पर्छ है दोस्त सर्भिसमा हाम्रो फर्स्ट पाउने त तिमी ज्योति राणा बडा सर्भिस बल लिएको युवराज राणा अब यो त भेइ अब इन्डिया जो ठहर भयो से फर्स्ट भयो ठहरको लागि हो फर्स्ट अझै भयो भने फाइनल जो भयो दामी हे गोपाल भित्र जाऊ सर्भिसमा हाम्रो गगन सोमन बडा सर्भिस ज्योति राणा ऋषि नमन थापा गोविन्दको पुना प्लेस गगन सोमन नमन थापा युवराज राणा राम्रो चर्चलाई राम्रो बल गरिदिनु भएको छ पुना प्लेस राम्रो शट हान्ने प्रश्न थियो हाम्रो 7-9 सर्भिसमा बालदेव थापा राइट बल पुनः नम्बर बल 8-9 पुनः नम्बर बल हामी दिन सक्छौँ 8-9 बमबहादुर थापा तो बल गर्न ज्योति राणा खिट थापा प्रेम थापा बल गरेको छ अभिषेक सेक्सनले त्यो बललाई इजिली यहाँनिर गराउनलाई त्यो बललाई गोविन्दलाई ट्याङको अगाडि बल फालिदिनु भएको छ नम्बर बल 9 इक्वल अब हेर्न सक्छौँ 9 इक्वल होइन केही समय अगाडि कालिका क्लबले गाउँपालिकालाई अलिकति नम्बरले चापेकै थियो तर त्यो बललाई त्यो नम्बरलाई कल गरिसकेको छ गाउँपालिकाले फर्स्ट राम्रो छ त्यो बललाई इजी कलेक्ट राम्रो प्लेस हेर्न सक्छौँ खिट थापा प्रेम थापा पुनः प्लेस नम्बर बल 18-12 पाले गरेको कन्टिन्यू छ हैन 18-12 उजाके त उजाके रेसको के अब हिमन्त भित्र हिमन्त भित्र तापन भित्र बस हिमन्त सके सेन्टर आज नजुद नम्बर बल यो क्लबलाई 13-18 पुनः नम्बर बल 14-18 त उहाँ नजान उसले उठाइहाल्छ नि बल थाक्छ के अरे सटरका हातमा देख्ने सर्भिस लाइनमा ब्याडमिन्टन खेल प्रतियोगिता 2081 को आजको यस भलिबल प्रतियोगिताको फाइनल गेम राकेश माथि र राकेश माथि 5 बराबर प्रतिस्पर्धात्मक खेल नवदीप ज्योति युवा क्लब र काङ्ग्रेस माविका खेलाडीहरूद्वारा चतुरै गरेको देख्न सकिन्छ। दुवै तर्फका खेलाडीहरूले पछि अर्को क्लिस खेलिरहेका छन्।
एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु कालिका क्लब तपाईँहरूप्रति शुक्रगुजार। जुन एजमा खेल्नुहुन्छ उहाँमा धेरै हामी एनर्जी देख्न सक्छौँ। उहाँको एग्रेसन युवाहरूलाई पनि प्रुफ पाउने खालको छ। निर्वाचित थापालाई तालीले स्वागत गर्नु साथीहरूतर्फ। खुला ब्याडमिन्टनतर्फ द्वितीय स्थान हासिल गर्ने खेलाडीहरू नारायण राणा र धनबहादुर थापा लक्ष्मणलाई यस स्टेजमा निम्ताउन चाहन्छु भने उक्त अवार्डहरू दिनको निमित्त समाजसेवी धनबहादुर राणा र बुचा र ज्योति राणाज्यूलाई यस स्टेजमा निम्ताउन चाहन्छु। ब्याडमिन्टन प्रतियोगिता 2081 को प्रथम स्थान हासिल गर्ने टोली रहेको छ पदम राणा र बहादुर थापा। उहाँहरूलाई यस स्टेजमा निम्ताउन चाहन्छु पुरस्कार ग्रहण गर्नुको निमित्त भने पुरस्कार वितरण उहाँहरूले नै गर्नुहुनेछ। र पुरस्कार राशि रहेको छ 3500 रुपियाँ। पैसा पनि पुरस्कार राशि रहेको छ 3500 रुपियाँ। निकै नै आकर्षक खेल बस्केको थियो। सेमिफाइनलमा निर्वाण राणा हातबाट टिका थाप्दै मेडल लगाउँदै गगन सोमैलाई आफ्नो पुरस्कार राशि आगामी दिनमा उहाँहरूले सन्दीप सर खेलाडी यसै गरी यो टोलीलाई 12 वर्षपछि खोला फर्किन्छ भन्थे आज फर्किएको छ। माथिल्लो टोलले नवदेव ज्योतिका अध्यक्ष भन्न चाहन्थे म राम्रो होला ए बलाल 12 वर्ष खोला फर्किएपछि त यसो ताली बजाउन साथी ओम बहादुर नेपाली एकचोट फेरि उहाँलाई ऊर्जा मिलेको छ। खेलाडीहरूको परिपूर्ण खेल 3000 रुपियाँ मेरा पार्टी त थोरै हुन्छ गाडीमा। धेरै धेरै बधाई छ नवदीप ज्योति क्लबलाई।
आकर्षक खेलाडी साथीहरू हाम्रो टिम चाहिँ फर्स्ट हुने जस्तो थियो तर माथिको 9 जति युवा क्लब भयो तर पनि केही छैन अर्को पालि हेर्दै गरौँ न साथीहरू हाम्रो टिम म नभए नि हाम्रो टिम त हुन्छ नि साथीहरू होइन अब चाहिँ नास्ता खाना आएको टाइमको बारेमा